हिट फ्रेन्चाइज होस्टेलको तेस्रो श्रृङ्खलालाई पनि व्यावसायिक सफलता मिल्ने सम्भावना देखिएको छ। बलियो वर्ड अफ माउथका कारण दोस्रो दिनबाट हलमा आफ्नो पकड कायम गरेको फिल्मले घरेलु बक्स अफिसमा राम्रो अङ्क जोडेको छ। चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्क अनुसार फिल्मले 6 दिन अर्थात् बुधबारसम्म 2 करोड 20 लाख कमाएको छ। यो ग्रस व्यापार हो। गत कार्तिकपछि 2 करोड कमाउने होस्टेल 3 दोस्रो नेपाली फिल्म हो। यसअघि 2 करोड माथिको व्यापार फिल्म लाज शरणमले गरेको छ। होस्टेल 3 प्रति युवा पुस्ताको आकर्षण हेर्दा फिल्मले 3 करोडको आँकडा नगाउन सक्ने देखिन्छ। विशेष गरी साँझपख फिल्मको शोमा दर्शकको चाप बढी देखिने गरेको छ। बिहिबार होलीको दिनमा पनि देशभर फिल्मको अकुपेन्सी उत्साहप्रद छ। भोलि शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्न लागेको होस्टेल 3 बिहिबारबाट मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा प्रदर्शनमा आएको छ। उल्लेख्य शो सहित प्रदर्शनमा आएको फिल्मको रिलिजका लागि यसका कलाकार पदम तामाङ कतार पुगेका छन्। मध्यपूर्वी देशका वितरक आशिष पुरुषले फिल्मको उच्च माग रहेकाले व्यापार सुखद हुने विश्वास व्यक्त गरे। शशाङ्क कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, कुलबुवाई, सिमरन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानिया लगायतको अभिनय छ। होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो र सङ्घर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीको डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ।